अहिले यो बजारमा हल्ला छ नि यो एएल टु एसेसमेन्ट लेभल 2 अरू जुन छ नि। पछिल्ला वर्षभन्दा यो वर्ष नेपालमा भिजा ग्रान्टेड राम्रो हुनसक्छ। तर तपाईँले भन्नुभयो कलेज जाने काम जाने यति नै इजी छ अस्ट्रेलियामा अरू अब्रोडमा भन्दा पनि मैले हरेक दिन सिक्दै गएँ, हरेक दिनलाई मैले च्यालेन्जिङ रूपमा, हरेक दिनलाई मैले लाइफ इज अ लेसन भनेर क्यारी अन गरेँ। र तपाईँको नर्मल लाइफदेखि पिआर जर्नीसम्म स्टुडेन्टले कति ह्यासल गर्नुपर्छ? सो हेलो दाई, वेलकम टु नेपाल। थ्याङ्क यू। सो तपाईँलाई अहिले हाम्रो अफिस चाहिँ नेपालको अफिस मिराकल एजुकेसन सर्भिस जुन चाहिँ अहिले बानेश्वर काठमाडौँमा लोकेटेड छ। हाम्रो अफिसको स्टाफहरूदेखि लिएर हाम्रो एम्बियन्सहरू अहिले तपाईँलाई कस्तो लागिरहेको छ एज कम्पेयर टु मिराकल माइग्रेसन एजुकेसन अस्ट्रेलियाको? Well, the office is very nice. Ambience and the culture, the positive energy, यहाँनिर एकदमै राम्रो पाइरहेको छु। Especially I believe you and I trust you. That's why you are here. Thank you. And the way you running this Miracle Education Service in Kathmandu, it is incredible and I will salute you. Okay. So हाम्रो अफिस हेरेसँगै तपाईँले आफ्नो मिराकल माइग्रेसन एन्ड एजुकेसन अस्ट्रेलियाको अफिस चाहिँ कसरी म्यानेज गरिराख्नु भएको छ थोरै अलिकति भनिदिनु मिल्छ हामीलाई? वेल, अब यो फर्स्ट अफ अल त आई वुड लाइक टु थ्याङ्क यू, किनकि यो सबै नेपालको यो जुन अफिसको सबै कुराहरू अपरेसन पार्टहरू छ सबै तपाईँले हेर्दै रहनु भएको छ। त्यो भावनाले पनि मलाई अलिकति ब्यागमा बसेर काम गर्न सजिलो भइरहेछ। अब हो अस्ट्रेलियामा पनि यसको अब मेन हेड अफिस त्यहाँ भएको हुनाले त्यहाँनिर मेरो मोर ओभर रोल अब अपरेसन पार्टमा त्यहाँनिर मेरो धेरै हुन्छ। तर त्यो सँगसँगै पनि नेपाललाई अलिकति अब्जर्भ गर्ने अनि अलिकति यहाँको नयाँ अपडेटलाई रुल्स एन्ड रेगुलेसनहरू अस्ट्रेलियाको चेन्जेस कुराहरू ल्याएर यहाँनिर मेसेजहरू कन्भे गरिदिने, द्याट इज माई पार्ट एन्ड विच आइ एम डुइङ, मलाई जस्तो लाग्छ। त्यही नै हो सर। ओके। सो अस्ट्रेलियाको लाइफ कस्तो छ अहिले हजुरहरूको? अस्ट्रेलियाको तपाईँको जर्नी एकचोटि सिम्पल तपाईँ जाँदाखेरि कस्तो थियो र अहिले तपाईँको कस्तो छ जर्नीहरू? अलिकति थोरै अलिकति हामीलाई एक्सप्लेन गरिदिनु न थोरै अलिकति। ओके, अब अस्ट्रेलियाको अब पहिलाको लाइफ हेरिकन त अब त्यो हरेक दिन मान्छेले आफ्नो लाइफ सुधार्न खोजिरहेको हुन्छ होइन। अब त्यही कारणले गर्दा पनि म पनि आफूलाई सधैँ एभ्री डे मेरो लाइफलाई पनि के भन्छ परिमार्जन गर्दै लाने खोजिरहेको हुन्छु र हरेक दिन मेरो लागि एभ्री डे इज माई न्यू च्यालेन्जिङ डे। सो फार सो गुड, आइ एम डुइङ ग्रेट। अनि मिराकल जहाँ आज 2 वर्ष हुँदै गर्दाखेरि जुन यो स्थानमा आइपुगेको छ, द्याट्स अल क्रेडिट गोज टु आवर भ्यालुएबल क्लाइन्ट्स whoever from all over the world. So thank you to all our clients. So okay, मिराकल माइग्रेसन एन्ड एजुकेसन जुन चाहिँ अस्ट्रेलियामा छ, किनकि नेपालभन्दा अगाडि यो अस्ट्रेलियामा खोल्यो नि त यो अफिस। हजुरले यो प्लान यो अफिस खोल्ने डिसिजन चाहिँ कहाँबाट सुरु भयो र कसरी सुरु भयो? कसरी यो डिसिजनलाई चाहिँ म जुन जब गरिरहेको थिएँ अब म बिजनेस गर्छु भन्ने आइडिया चाहिँ हजुरले आफूबाट कसरी सोच्नुभयो र आफूले कसरी लिनुभयो? अहिले तपाईँलाई मोरओभर भनौँ न तपाईँले यो डिसिजन लिँदाखेरि तपाईँलाई अहिले तपाईँ आफू फाइन हुनुहुन्छ या नै म ब्याक टु फेरि जबमा हुन्छु कि भन्ने के छ अहिले तपाईँलाई अलिकति भन्न मिल्छ? वेल, अब धेरै त्यस्तो हेप्पीली प्लान गरेर एकदमै यो के भन्छ रकेट साइन्स चाहिँ उडाउन लाँदा होइन, सबैले गरिरहेकै काम थियो। अब समहाउ म अस्ट्रेलिया बस्ने भएको हुनाले अब नेपाली विद्यार्थीहरू एकदमै त्यहाँनिर धेरै जानुहुन्थ्यो र जानु पनि हुन्छ। अब त्यही कुरालाई हेरिकन अब मैले त्यो एकदमै धेरै एजुकेसन पार्टलाई त्यो लिएर स्ट्रेस भन्दा पनि मैले हरेक दिन सिक्दै गएँ, हरेक दिनलाई मैले च्यालेन्जिङ रूपमा, हरेक दिनलाई मैले लाइफ इज अ लेसन भनेर क्यारी अन गरेँ। र मिराकल खोल्नुको मेन रिजन पनि यही नै थियो कि एउटा नितान्त रूपमा स्टुडेन्ट भाइ बहिनीहरूलाई, आउने नयाँ भाइ बहिनीहरूलाई हामीले दिने सर्भिसमा रिलायबल होस्, ट्रस्टवर्थी होस्। अब जुन कुरा हामीले यसलाई कन्टिन्युटी गरिरहेको छौँ, दिइरहेको छौँ होइन, त्यो भावनाले त्यही थियो। तर अब यसको बिहाइन्ड द सिनमा पनि वान अफ माई पार्टनर सौगात कार्की, हु इज अ रजिस्टर्ड माइग्रेसन एजेन्ट इन अस्ट्रेलिया होइन, उहाँले पनि यो मिराकललाई आज जुन स्थानमा पाउनु भएको छ, वी बोथ डुइङ अमेजिङ। अनि त्यो सँगसँगै अब बाँकीको दिनमा पनि अब तपाईँहरू पनि अहिले जोडिनु भएको छ नेपालमा, अनि त्यस कारणले गर्दा पनि अब हामीलाई बिलिभ छ, विश्वास छ कि हामी सबैजना यो टिममा साथमा अगाडि बढ्नेछौँ भन्ने कुरा विश्वास छ। ओके, गट इट। सो मिराकल माइग्रेसन एन्ड एजुकेसन अर मिराकल एजुकेसन सर्भिस नेपालको जुन चाहिँ यो कुरा भइहाल्यो। अब थोरै हामी एज अ स्टुडेन्टको कुरा गर्दाखेरि चाहिँ अस्ट्रेलियामा नेपालबाट कुनै पनि अब्रोडमा, नट इन अस्ट्रेलिया, युके, डेनमार्क, न्युजिल्यान्ड
यहाँबाट गएको स्टुडेन्टहरूले चाहिँ स्टुडेन्टहरूले के एक्सपेक्ट राख्नुपर्छ जस्तो जरुरी छ? स्टुडेन्टको प्यारेन्ट्सहरूले जस्तै उहाँहरूले धेरै नै एक्सपेक्ट राखिराख्नु भएको हुन्छ नि त स्टुडेन्टहरूसँग। सो हामीले चाहिँ स्टुडेन्टहरूलाई अरू स्टुडेन्टहरूको प्यारेन्ट्सहरूलाई अलिकति थोरै केही सल्लाह सुझावहरू दिनुपर्दा चाहिँ के दिनुपर्छ जस्तो लाग्छ हजुरलाई? के आइडिया थोरै? अब यस्तो हो, एक्सपेक्टेसन राख्नु नै नराम्रो कुरा त होइन। एक्सपेक्टेसन राखेर नै मान्छे अगाडि बढेर यहाँबाट विदेश जाने हो होइन। तर त्यो भन्दै गर्दाखेरि एक्सपेक्टेसन राख्ने कहाँनिर कसरी त्यसलाई पनि त्यसको पनि प्रोसेस हुन्छ। ओके, अब स्पेसली भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूको लागि त्यो नयाँ इन्भाइरोमेन्ट हुन्छ। अब नयाँ इन्भाइरोमेन्टमा धेरै आत्तिने धेरै मात्तिने भन्दा पनि गो विथ द फ्लो होइन। हरेक बिहान उठेर आफ्नो गर्ने कर्म गर्नुहोस्, कलेज जाने, काम जाने होइन, मेहनत गर्न नछोड्नुहोस्। जुनै देश गए पनि मेहनतले तपाईँलाई अगाडि पुऱ्याउँछ, सक्सेस दिन्छ। सरी टु इन्टरप्ट, तर तपाईँले भन्नुभयो कलेज जाने, काम जाने, यति नै इजी छ अस्ट्रेलियामा अर अब्रोडमा? कलेज जाने मान्छे कलेज जाने, काम जाने मान्छे काम जाने, भोलि बिहान उनीहरूले सबैजना वेल फाइनेन्सियल्ली हुँदैन, उनीहरूले आफ्नो ऋण तिर्नुपर्ने हुन्छ, यहाँबाट लोन लगेको हुन्छ। त्यो कुराहरू उनीहरूले कसरी म्यानेज गर्ने, त्यो कुराहरू कि तपाईँले त्यो सिचुएसन देख्नु भएको होला अस्ट्रेलियामा। आई थिङ्क मभन्दा बढी हजुरलाई त्यो कुरामा ज्ञान होला। सो त्यो कुराहरू चाहिँ स्टुडेन्टले कसरी म्यानेज गरिरहेछ, स्टुडेन्टको प्यारेन्ट्सहरूले उनीहरूबाट के एक्सपेक्ट गर्न सकिन्छ भन्ने कुरा हो मेरो चाहिँ। अब यस्तो छ, अस्ट्रेलियामा मात्र होइन, अल ओभर द वर्ल्डमा विद्यार्थी भिजा, स्टुडेन्ट भिजामा चाहिँ च्यालेन्जिङै छ ओके होइन। त्यो च्यालेन्ज एक्सेप्ट गरेर नै विदेश जाने हो। ओके, तर अब त्यो भन्दै गर्दाखेरि कलेज फुल टाइम कलेज त हुँदैन विदेशमा। हप्तामा 1 2 दिन 3 दिन कलेज हुन्छ, डिपेन्ड अपन द कोर्स होइन, डिपेन्ड अपन द प्रोभाइडर पनि। अब 2 3 दिन कलेज हुन्छ, बाँकीको टाइम 24 आवर ट्याक्समा काम गर्न मिल्छ। त्यो काम गरेको आधारमा तपाईँले 6 महिना 1 वर्षमै पुरै कमाएर ऋणै तिर्ने भन्दा पनि तपाईँले आफूले लिएको लोन हो तिर्नुपर्छ, मेहनत गर्नुपर्छ। तर त्यो भन्दै गर्दा त्यहाँ नयाँ इन्भाइरोमेन्टमा, नयाँ ठाउँमा आफूलाई पहिला कसरी सस्टेन गर्ने, कसरी एउटा डिसिप्लिन लाइफलाई कन्टिन्यू गर्ने होइन। कलेज जाने भन्दैमा 7 दिन कलेज जाने पनि हुँदैन, काम जाने भन्दैमा 7 दिन काम जाने भन्दा लाइफ इज अ ब्यालेन्स गरेर हिँड्नु पऱ्यो। 24-25 घन्टा काम गर्ने र बुवा आमाले पनि अहिले अब पढ्ने बेलामा धेरै एक्सपेक्टेसन नगर्ने, किनकि यहाँ पनि पढ्ने बच्चाहरूले त कमाएर दिँदैन बुवा आमालाई। विदेश जाँदैमा सबै कमाएर दिइहाल्नुपर्छ भन्ने पनि मान्यता बुवा आमाले राख्नु भएन। अब त्यो भएर बिस्तारै फेरि त्यो आफ्नो पढाइ सकिसके पछाडि अथवा पढ्ने क्रममा पनि धेरै विद्यार्थीले आफ्नो फाइनेन्सियली पनि ब्यालेन्स गरेर लगेको देखेको छु मैले। ओके, सो नर्मल स्टुडेन्ट यहाँदेखि सुरुमा गएको हुन्छ, उनीहरूको त्यो लाइफदेखि अरू तपाईँकै भन्दा तपाईँको नर्मल लाइफदेखि पियर जर्नीसम्म स्टुडेन्टले कति हासिल गर्नुपर्छ र त्यो कुराहरू कति इजी छ, उनीहरूको त्यो पोइन्ट्सहरू हुन्छ जुन कुराहरू, त्यो कुराहरू एकचोटि अलिकति थोरै मलाई भनिदिनु न। अब अस्ट्रेलियाको केसमा चाहिँ अब स्पेसली म आफू अस्ट्रेलिया बस्नु भएको हुनाले मैले अस्ट्रेलियाकै बारेमा भन्दा राम्रो होइन। अब अस्ट्रेलियाको केसमा चाहिँ अब इजी अनि हसल भन्दा पनि इट्स अ प्रोसेस ओके होइन। अब इजी भन्दैमा त्यो पुरै इजी पनि छैन, अब हसल भन्दैमा फुल्ली हसल पनि छैन। प्रोसेस चाहिँ के छ भने तपाईँको जुन त्यो पढाइसकेपछि सर्टेन तपाईँको त्यो 2 इयर्सको अब जुन टिआर भन्छ, जुन चाहिँ टेम्पोरेरी रेसिडेन्ट भिजा, त्यो भिजामा तपाईँले आफूले पढेको विषयमा लिएको क्वालिफिकेसनमा काम गर्नु पऱ्यो होइन। अनि काम गरिसके पछाडि तपाईँले आफ्नो पिआर पाथवेलाई राम्रोसँग एउटा प्रपर रजिस्टर्ड माइग्रेसन एजेन्ट हुन्छ जुन चाहिँ पिआरको पाथवेको लागि उहाँले गाइड गरिदिनु भएको हुन्छ। उहाँहरूसँग सल्लाह सुझाव लगेर आफ्नो पढ्ने कोर्सहरू पनि एकदमै पिकी हुने होइन। अब आफ्नो करियर पनि त्यो कोर्समा म्याचिङ छ कि छैन, आफूलाई सुइटेबल छ कि छैन, अनि त्यो हेरिकन अब करियर र पिआर पाथवेलाई लिएर हेर्ने त्यति सजिलो चाहिँ छैन। ओके, तर सँगसँगै धेरै मान्छेले लगिरहेका पनि छन्। तर सुरुमा त पिआर पाथवेवाला कोर्स पढ्नु पऱ्यो अस्ट्रेलियामा। अहिले पनि त्यहाँ गइसके पछाडि यहाँबाट जुन कोर्समा जाने हो त्यही कोर्स नै पढ्नुपर्छ भन्ने छैन। ओके, गएको सर्टेन 6 मन्थ पछाडि चेन्ज गर्न मिल्छ। 6 महिना पछाडि चेन्ज गऱ्यो भने त्यति बेलामा तपाईँले त्यो कोर्सको रिसर्च गरेर पिआर पाथवे कोर्स हो कि होइन, यसमा कति पोइन्टमा पिआर आउँछ, विगत 2 इयर्समा त्यसको के छ त्यो कोर्सको, अनि आउने 2 इयर्समा त्यसको डिमान्ड कतिको छ। अब अस्ट्रेलियाले त्यो कुरा क्लियरली भनेको हुन्छ। त्यसको आधारमा उनीहरूले पिआरलाई आफूले पाथ बनाएर प्रपर रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्टसँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने, अरू हामी जस्तो एजेन्सीहरूसँग पनि आएर सुझाव सल्लाह लगेर जाने। सो यु मिन टु से तपाईँलाई स्टुडेन्टहरूलाई केही गाइडेन्स चाहियो भने, नेपालको स्टुडेन्टहरूलाई पनि गाइडेन्स चाहियो भने दे विल डाइरेक्टली कन्ट्याक्ट यु अर दे विल डाइरेक्टली कन्ट्याक्ट अस? मैले यही 2 वर्षमा पनि मोर देन 10 कन्ट्रीको मान्छेहरूलाई आफूले हेल्प गरिरहेको छु, हजुर, सर्भ गरिरहेका छौँ होइन। ओके, अब त्यो भन्दै गर्दाखेरि यु क्यान कन्ट्याक्ट अस वेयर एभर यु आर, इट डजन्ट एनी म्याटर।
तपाईँलाई केही पनि रिगार्डिङ कोर्सेसको बारेमा, पिआरको बारेमा, केही पनि पार्टनर भिजाहरूको बारेमा, केही पनि कुराहरूको हजुरलाई केही सल्लाह सुझाव चाहियो भने यु क्यान डेफिनेटली कन्ट्याक्ट अस। यो पिआर पाथवे कोर्स भन्नुभयो नि, यो कोर्समा चाहिँ हजुरलाई जस्तै हामीले स्टुडेन्टहरूले जस्तै बिजनेस म्यानेजमेन्टमा यहाँबाट स्टुडेन्ट गइरहेको हुन्छ, भोलि बिहान पिआर पाथवे भनेर नर्सिङमा चेन्ज गरिदिएको हुन्छ, डज इट रियली सुइटेबल फर स्टुडेन्ट? अब यसो छ, पढ्ने कुरामा त अब उहाँलाई जे इन्ट्रेस्ट लाग्छ त्यो पढ्न मिल्छ। ओके, सुइटेबल भन्दा पनि अब जस्तै म यहाँनिर बिजनेसै पढेको मान्छे उहाँहरूलाई गएर नर्स पढ्छु भन्दाखेरि डेफिनेटली मिल्छ, नमिल्ने छैन। फेरि अस्ट्रेलिया भनेको यस्तो देश हो, दे डोन्ट वान्ट एनी ब्याकग्राउन्ड। हजुर, इन्ट्रेस्ट छ भने पढ्न मिल्छ जहाँ कहीँ पनि। तर हो, देयर इज सर्टेन क्राइटेरिया आफ्नो युनिभर्सिटीमा, त्यहाँनिर डिफ्रेन्ट क्राइटेरिया हुन्छ आफ्नो आफ्नो युनिभर्सिटीमा। सो त्यो क्राइटेरिया मिट गरेर यु क्यान चुज एनी कोर्स, लाइक नर्सेस मात्र पनि होइन, अरू पनि कोर्सेसहरू यु क्यान चुज वाट एभर यु वान्ट टु स्टडी। ओके। सो पिआर पाथवेको कुनै 2-3वटा कोर्सहरू जुनमा हामीले स्टुडेन्टहरूलाई यता भन्न सकिन्छ, कुनै आइडिया छ? अब अहिले रिसेन्टली यो लास्ट इयरदेखि यो वर्षको प्र्याक्टिस गर्दाखेरि अब देयर आर सो मेनी कोर्सेस। नम्बर 1मा रहेको छ ट्रेड कोर्सहरूको अब एकदमै राम्रो पिआर ग्रान्ट भइरहेको छ। ट्रेड कोर्स मिन्स लाइक कार्पेन्ट्री, पेन्टिङ, होइन, तपाईँको ब्रिकलियर, रुफ टाइलिङ, यस्ता कोर्सहरूमा अस्ट्रेलियाले सधैँ जस्तो डिमान्ड हुन्छन्, होइन। यो कोर्समा तपाईँले पढिसके पछाडि पिआर पाउँछ। तर ह्याभिङ सेड द्याट अरू पनि तपाईँहरूको हायर लेभलको कोर्सहरूमा अब नर्सिङ भयो, अब अर्ली चाइल्डहुडहरू छन्, सोसल वर्कहरू छन्, काउन्सिलरहरू छन्, आइटी छन्, इन्जिनियरिङ छन्, सो मेनी कोर्सेस जहाँ चाहिँ पिआरको ग्रान्टेड भइरहेको छ। हजुर, अहिले यो बजारमा हल्ला छ नि, यो AL2 एसेसमेन्ट लेभल 2 जुन छ नि, यो कोर्स यो अहिले जुन हल्ला भइरहेको छ, यसमा जस्तै फाइनेन्सियल नचाहिने और एजुकेसन नचाहिने, पिटी नचाहिने, केही पनि नचाहिने जुन भनिरहेको धेरै जस्तो कन्सल्टेन्सीहरूले जुन बजारमा हल्ला ल्याइराख्नु भएको छ नि, त्यसमा अहिले एजुकेसन 2-3 इयर्स 4-5 इयर्स ग्याप पनि एक्सेप्ट गर्ने हो कि, और पिटी विदाउट आइएल्स पिटी पनि, आइएल्स पिटी और ओइबियर हो कि के हो यसमा अलिकति? अब यस्तो छ, अब ओइबियर भन्नाले प्योरली ओइबियर पनि ओके, नगर्दा राम्रो, होइन। अब स्टुडेन्ट अब यहाँनिर हाम्रो नेपाली स्टुडेन्टहरू सबैजना पढे लेखेकै हुन्छन्। अब विदेश जाने स्टुडेन्ट भिजा भनेको पढे लेखेकै मान्छे जाने हो। पढे लेखेको मान्छेले आई डोन्ट थिङ्क सो त्यहाँनिर इङ्ग्लिस रिक्वायरमेन्ट, पिटी, आइएल्टिएल्स जुन यो कोर्सेसहरू छ यसमा उहाँहरूलाई प्रब्लम छैन, किनकि उहाँहरूले पढेर नै जानुहुन्छ, विच इज राम्रो कुरा पनि हो। त्यही भएर नै आज नेपाललाई लेभल 2मा पारेको हो। अब यसको लागि सधैँभर मेन्टेन गर्नको लागि पनि हाम्रो एजुकेसन एजेन्सीको पनि रेस्पोन्सिबिलिटी त्यो हो कि विद्यार्थीहरू पाए भन्दैमा इङ्ग्लिसै बिना, फाइनेन्सियल बिना, अरू के जे मनलाई त्यसमा पनि भिजा हालिदिएर त्यो भिजा रिजेक्सन चान्सेसहरू हाई हुँदै पनि त्यहाँनिर हाल्नु भनेको हाम्रो पनि त्यो रेस्पोन्सिबिलिटी हामीले पनि कतै चुकेको जस्तो लाग्छ। तर अब फाइनेन्सियल नचाहिने, इङ्ग्लिस वेब हुने भन्दा पनि हो, अरू पछिल्ला वर्षभन्दा यो वर्ष नेपालमा भिजा ग्रान्टेड राम्रो हुनसक्छ, लेभल पनि अपग्रेड भएको छ। सँगसँगै फाइनेन्सियल कुराहरू र इङ्ग्लिस कुराहरू पनि जुन हामीले विगतमा वर्षमा पनि हालिरहेको थियौँ, यो वर्षमा पनि हालेर कन्टिन्युटी गर्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। र सँगसँगै त्यसको लेभल मेन्टेन पनि भइरहेछ जस्तो लाग्छ र भिजा रिजेक्सन पनि कम हुन्छ। त्यसो गर्दाखेरि हामीले त्यस्तो प्र्याक्टिस गरौँ कि फाइनेन्सियल अनि हजुरको यो इङ्ग्लिस रिक्वायरमेन्ट यो पनि हालेर भिजा हाल्दाखेरि अति उत्तम हुन्छ। र जुन चाहिँ आई थिङ्क नेपाली स्टुडेन्टहरूसँग त्यो रिक्वायरमेन्टहरू मोस्ट अफ दसँग हुन्छ। डन। त्यसो भयो, अहिले जुन अस्ति हजुर आउनुभयो नि फर्स्ट डे, त्यो बेला हामीले हजुरको लागि सानो एउटा एजुकेसन फेयर टाइपको पनि हामीले प्रोभाइड गरिदिएको थियौँ, जसमा स्टुडेन्टहरू आएर बुझ्नुभयो। तर कतिपय स्टुडेन्टहरू हाम्रो यस्तो हुनुहुन्छ जस्तै आउट अफ भ्याली हुनुहुन्छ, उहाँहरूको लागि थोरै सर्ट एन्ड सिम्पलीमा भन्नुपर्दा हामीले फाइनेन्सियल हामीलाई कति चाहिने हो, के चाहिने हो, सर्ट एन्ड सिम्पलीमा भन्नुपर्दा जस्तै अब डाइरेक्टली हाम्रो काउन्सिलरहरूसँग काउन्सिल पनि लिड राख्नु भएको छ। तर कोही स्टुडेन्टहरू यस्तो हुन्छ जसमा हामीलाई सोसियल मिडिया थ्रु भन्नु छ भनेपछि उहाँलाई सर्ट एन्ड स्विटलीमा भन्नुपर्दा हामीले कसरी फाइनेन्सियल मिलाउनु भन्दाखेरि कसरी भन्न सकिन्छ, केही छ अलिकति? अब फाइनेन्सियल मिलाउने कुरा डिफ्रेन्ट हुन्छन्। अब डाइरेक्टली जसको इन्कम खातामा देखिन्छ, ट्याक्सेबल मनी छ, त्यो त एकदम भेरी इजी भएर। तर जसको पनि देखिँदैन त्यसलाई पनि म्यानेजेबल तरिकाको लागि गर्न सकिन्छ। त्यसको लागि नै हामी यता बसिरहेका छौँ, होइन। त्यसको लागि तपाईँहरूलाई यति उति भन्दा पनि इट्स डिपेन्ड अपन द प्रोभाइडर। अब अस्ट्रेलियाको लिभिङ एक्सपेन्सेस भनेको $29,700 हो। त्यो बाहेक अन टप अफ द्याट 1 वर्षको कलेज फी अथवा युनिभर्सिटी फी चाहिने हो। त्यो भनेर आफ्नो प्रोभाइडरहरूसँग आफ्नो
फीको रिक्वायरमेन्ट हुन्छ। जस्तै सरी टु इन्टरभ्यू, तर सिम्पली पनि सर्टली पनि भन्नुपर्दा जस्तै अहिलेदेखि नै आफैले उहाँहरू हामीसँग कनेक्सन नभइरहेको थ्रुबाट तर उहाँहरू सोसियल मिडियामा कनेक्सन हुनुहुन्छ भनेपछि यति भन्ने एउटा रेन्ज पनि हुँदैन जसमा हामीलाई ल 1 लाख 1.5 लाख रुपियाँ होइन मन्थली। सिङ्गल हो भने हजुर 1.5 देखि 2 लाख गर्दा सिङ्गल गर्दाखेरि मिनिमम 1.5 लाख चाहिँ इन्कम देखाउनुहोस्। ओके त्यसको देखाउने विभिन्न माध्यमहरू छन्। हजुर त्यसको लागि तपाईँले हामीसँग डाइरेक्ट कन्सल्टेसन गर्नुहोस्। त्यसको लागि हामी तपाईँलाई नितान्त रूपमा फेयरली हेल्प गरिदिन्छौँ। ओके अब तपाईँहरू पार्टनर आफ्नो हस्बेन्डलाई आफ्नो वाइफलाई पनि लिएर सँगै जाने हो भने चाहिँ मिनिमम 2 लाख अब म्याक्सिमम त त्यहाँनिर 2.5 सम्म पनि देखाइरहेका हुन्छौँ होइन। तर त्यो कसरी पुऱ्याउने के गर्ने ओके कहाँनिरबाट फाइनेन्सियल देखाउन मिल्छ त्यहाँनिर हामीले डेफिनेटली तपाईँहरूलाई हेल्प गरिहाल्छौँ। पर्सनल कन्सल्टेसन लिएर तपाईँले आफ्नो त्यसरी बुझ्न सक्नुहुन्छ। इभन अफिसमै आएर पनि भिजिट गर्न सक्नुहुन्छ। ओके। फोन थ्रु पनि वी क्यान गाइड यु। ओके होइन भने अब यो अलि फाइनेन्सियलको भन्दाखेरि अलिक भिडियो लामो होला जस्तो पनि लाग्यो मलाई होइन। त्यसको लागि हामी नेक्स्ट भिडियोमा पनि अलिकति डिस्कस गरौँला। सो अब लास्टली अलिकति मैले धेरै टाइम लिइनँ हजुरको। लास्टली भन्नुपर्दा हाम्रो स्टुडेन्ट अहिले +2 दिइरहेको स्टुडेन्टहरूको जुन यो प्रब्लम आइरहेको छ नि, जुन अब इक्जाम एक्सटेन्ड हुनु अहिले सरकारमा यस्तो कुराहरू हुनु, तपाईँलाई के यसको बारेमा अलिकति भन्नुहोस् जसलाई डज इट रियली एफेक्ट टु द स्टुडेन्ट यो एक्सटेन्ड भएको इक्जाम एक्सटेन्ड भएको कुराहरूले? अफकोर्स हुन्छ नि। अब दिस इज भेरी अनफर्चुनेट किनकि स्टुडेन्टले पहिले मेन्टली प्रिपेयर भएर इक्जाम छ भन्दाखेरि जस्ट इक्जामको 2 दिन अगाडि इक्जाम सर्नु दिस इज भेरी अनफर्चुनेट। विच इज स्टुडेन्ट मात्र होइन प्यारेन्ट्सहरूलाई पनि स्ट्रेस लेभल बढ्नमा आएको मैले देखिरहेको छु। इभन मेरै अहिले सिब्लिङ्सहरू मेरो कजन भाइहरू उहाँलाई पनि गाह्रो भएको मैले पर्सनली देखिरहेको छु। त्यही भएर अब इट इज भेरी अनफर्चुनेट जुन यस्तो कुरा भइरहेको छ। यो स्ट्राइक इज नट अ गुड थिङ्स होइन। तर अब ठिकै छ उहाँहरूको पनि के छ क्राइटेरिया मापदण्ड त्यो सरकारले उहाँहरूको पनि चाँडै पुरा गरोस् भन्दै स्टुडेन्ट भाइ बहिनीहरूलाई एससी इक्जामको लागि अल द बेस्ट। सरी एससी होइन सरी +2 इक्जामको लागि तपाईँहरूलाई अल द बेस्ट फ्रम माई साइड। एट द सेम टाइम मिराकल एजुकेसन टिमको तर्फबाट तपाईँहरूलाई यसपालिको 12 इक्जामको लागि धेरै धेरै अग्रिम शुभकामना छ र आफ्नो बेस्ट दिनुहोला। डजन्ट म्याटर अबाउट द रिजल्ट, जस्ट गिभ योर बेस्ट एन्ड गुड लक। ओके थ्याङ्क यू सो मच सागर सर। एन्ड +2 स्टुडेन्टहरू अहिले जो पनि अहिले इक्जाम एक्सटेन्ड भएको छ नि उनीहरूलाई अब दुःखी खबर त हो। अब तर अब +2 अब इक्जाम आइरहेको छ। यो इक्जामको लागि चाहिँ म बेस्ट विसेस भन्न चाहन्छु सबैजनालाई। आफ्नो प्र्याक्टिस आफ्नो पढ्ने कुराहरू अझै पढ्दै गर्नु होला। जसले पढ्नु भएको छैन सो उहाँहरूलाई अलिकति गुड न्युज पनि छ, उहाँले टाइम पनि पाउनु भएको छ सो उहाँले पढ्दा पनि हुन्छ। बेस्ट विसेस। थ्याङ्क यू सो मच सागर सर। थ्याङ्क यू भेरी मच। प्लेजर टु मिट यु।